फ्योदोर दोस्तोयेव्स्कीको महान उपन्यास अपराध र सजाय। आज हामी यही उपन्यासको गहिराईमा डुबुल्की मार्नेछौँ। अपराध के हो र त्यसपछिको सजाय, त्यो पनि आफ्नै मनभित्रको कस्तो हुन्छ? आउनुहोस् यो जटिल संसारको यात्रा सुरु गरौँ। उपन्यासको यही एउटा प्रश्नले हामीलाई कथाको मनोवैज्ञानिक भुमरीभित्र तानिदिन्छ। यो सामान्य सोधाइ होइन, यो त एउटा मान्छेको चरम निराशाको चित्कार हो। यही चित्कारले हामीलाई उसको मनको अँध्यारो कुनाको पहिलो झलक देखाउँछ। पहिलो खण्डमा जाउँ। यो कथालाई साँच्चै बुझ्नु छ भने पहिले यसका लेखकलाई चिन्नु जरुरी छ, किनभने दोस्तोयेव्स्कीको आफ्नै जीवनका कष्टहरू, उनका पीडाहरू, तिनै कुराहरू यस उपन्यासको मुटु बनेका छन्। सोच्नुहोस् त, 1849मा दोस्तोयेव्स्कीलाई मृत्युदण्ड सुनाइयो। फायरिङ स्क्वाडको अगाडि उभ्याइयो र अन्तिम सेकेन्डमा मात्र उनको सजाय साइबेरियाको जेलमा बदलियो। मृत्युको मुखैमा पुगेर फर्किनु अनि वास्तविक अपराधीहरूसँग वर्षौं बिताउनु। हो, यही अनुभवले उनलाई मानव मनोविज्ञानको त्यो गहिरो ज्ञान दियो जुन उनको लेखनमा छर्लङ्ग देखिन्छ। अब कुरा गरौँ हाम्रो कथाको मुख्य पात्रको, रोडियन रास्कलनिकोभ। उनी गरिबीले पिल्सिएका छन्, तर दिमागमा भने आफू अरूभन्दा महान हुँ भन्ने घमण्डले भरिएका छन्, र यही घमण्डले उनलाई एउटा डरलाग्दो बाटोतिर डोर्याउँछ। अनि यही घमण्डबाट जन्मिन्छ एउटा खतरनाक विचार। यो साधारण विचार होइन, यो एउटा यस्तो सिद्धान्त हो जसले पुरै कथालाई नै डोर्याउँछ। एउटा यस्तो सिद्धान्त जसले हत्यालाई पनि सही ठहर्याउने प्रयास गर्छ। यो सिद्धान्तको नाम हो असाधारण मानिसको सिद्धान्त। रास्कोल्निकोभको अपराधको मूल जड नै यही हो। यो सिद्धान्तले के भन्छ भने संसारमा मान्छेहरू दुई किसिमका हुन्छन्। एक थरी हुन्छन् साधारण मानिस जो नियम कानुन मान्नका लागि जन्मेका हुन्, तर अर्का थरी हुन्छन् असाधारण, नेपोलियन जस्ता। रास्कोल्निकोभको विचारमा उनीहरूलाई समाजको भलोको लागि कानुन तोड्ने, यहाँसम्म कि हत्या गर्ने पनि अधिकार छ। अनि यहीँनिर उपन्यासले एउटा एकदमै गहिरो प्रश्न तिर्स्याउँछ। के साँच्चै कुनै ठूलो लक्ष्य हासिल गर्नका लागि जुनसुकै बाटो अपनाउनु पनि ठिक हो त? के कुनै महान उद्देश्यले अपराधलाई माफी दिन सक्छ? सिद्धान्त त बन्यो, तर जब सिद्धान्तलाई व्यवहारमा उतारिन्छ तब के हुन्छ? अब हामी हेर्छौँ कसरी एउटा बौद्धिक विचार रगत र अराजकतामा बदलिन्छ। सिद्धान्त र वास्तविकता बीचको भयानक खाडल। अनि रास्कोल्निकोभले आफ्नो सिद्धान्तलाई परीक्षण गर्ने निर्णय गर्छन्। यो कुनै लुटपाटको लागि गरेको हत्या थिएन, होइन। यो त एउटा परीक्षा थियो। आफू साधारण हो कि असाधारण भनेर जाँच्ने परीक्षा। आफूलाई नेपोलियन जस्तै नियमभन्दा माथि प्रमाणित गर्ने प्रयास। कागजमा त उनको योजना एकदम सफा थियो, एउटा बौद्धिक प्रयोग। तर वास्तविकता त पुरै उल्टो भइदियो। उनले सोचेको जस्तो नियन्त्रित होइन, बरु पुरै अनियन्त्रित, अराजक र एकदमै भयानक। विजयको महसुस हुनुपर्ने ठाउँमा उनको मनमा भरियो केवल डर र त्रास। उनको त्यो महान सिद्धान्त त बालुवाको महल जस्तै ढल्यो। अपराधपछि सुरु हुन्छ सजाय। तर यो उपन्यासले देखाउँछ कि असली सजाय साइबेरियाको जेल होइन। असली सजाय त मान्छेको आफ्नै मन हो, आफ्नै अपराध बोधको जेल हो। उपन्यासको नाममा भएको सजाय शब्दले बाहिरी सजायलाई होइन, भित्री सजायलाई जनाउँछ। जुन क्षण अपराध सकियो त्यही क्षणदेखि रास्कोल्निकोभ आफ्नै दिमागको कैदी बन्न पुग्छन्। अनि त्यो भित्री सजाय कस्तो हुन्छ त? ज्वरो आउँछ, डरलाग्दा सपना देखिन्छन्, सबैलाई शङ्काको नजरले हेर्न थाल्छन्, परिवार साथीभाइ सबैसँग एक्लो महसुस गर्छन्। अनि भित्रभित्रै कतै एउटा आवाजले भनिरहेको हुन्छ, स्वीकार गर। यस्तो अँध्यारोमा के आशाको कुनै किरण छ त? हो छ। अनि त्यो आशाको किरण बनेर आउँछिन् एउटी पात्र जसले रास्कोल्निकोभको लागि मुक्तिको बिल्कुलै फरक बाटो देखाउँछिन्। उनको नाम हो सोनिया। उनी समाजको नजरमा पापी हुन्, तर उनको कथा अर्कै छ। उनको उपस्थिति नै रास्कोल्निकोभको जीवनको लागि एउटा महत्त्वपूर्ण मोड बन्छ। यहाँ हेर्नुहोस् त, दुवैले सामाजिक नियम तोडेका छन्, तर कारण कति फरक छ। एकातिर रास्कोल्निकोभको स्वार्थी घमण्ड, अर्कोतिर सोनियाको निस्वार्थ त्याग। यही भिन्नताले उपन्यासको नैतिक केन्द्रलाई छर्लङ्ग पार्छ। अनि यही सोनियाको अगाडि रास्कोल्निकोभ पहिलो पटक टुट्छन्।
उनले सोनियामा एउटी व्यक्ति मात्र होइन, सारा संसारको दुःख र कष्ट देख्छन्। उनले सोनियालाई ढोग्दा उनी वास्तवमा सारा मानवताको पीडालाई ढोगिरहेका थिए। यो एकदमै मार्मिक क्षण हो। अनि सोनियाकै प्रेरणाले उनी पुलिस कहाँ गएर आत्मसमर्पण गर्छन्। यो उनको कानुनी सजायको सुरुवात त हो, तर यो उनको भित्री मुक्तिको यात्राको पहिलो पाइला पनि हो। तर कथा यति सजिलै सकिँदैन। जेलमा पुगेर पनि उनको त्यो घमण्ड मरेको छैन। उनलाई हत्या गरेकोमा होइन, आफू असफल भएकोमा पछुतो छ। उनको साँचो पश्चातापको यात्रा अझै सुरु भएकै छैन। यो कुरा बुझ्न एकदमै जरुरी छ। दोस्तोयेव्स्कीले कुनै सजिलो ह्याप्पी एन्डिङ दिँदैनन्, बरु उनले एउटा सम्भावना देखाउँछन्, प्रेम र पीडालाई स्वीकारेर नयाँ जीवन सुरु गर्ने सम्भावना। रास्कोल्निकोभको कथा यहाँ सकिएको छैन, बरु साँच्चै सुरु भएको छ। र अन्तमा उपन्यासले हामी सबैलाई एउटा प्रश्न सोधेर जान्छ। यदि असली जेल मान्छेको आफ्नै मन हो भने के त्यहाँबाट साँच्चै निस्किन सम्भव छ त? के प्रेम र विश्वासले सबैभन्दा गहिरो घाउ पनि निको पार्न सक्छ? यसको जवाफ उपन्यासले दिँदैन। सायद यो जवाफ हामी आफैले खोज्नुपर्ने हो।